के लर्न गर्ने खालको कन्टेन्ट चाहिँ डे टु डे गर्नुभयो भने कन्सिस्टेन्ट रूपमा चाहिँ एकैचोटि मिलियन्स अथवा 100,000 भ्युज आउनुभन्दा 5,000 10,000 5,000 10,000 गरेर तपाईँको कन्टेन्टले ल्याएको अडियन्स चाहिँ जेन्युन अडियन्स हुन्छ क्या दे विल बी लोयल अडियन्स क्या किनकि तपाईँले गरेको कन्टेन्ट चाहिँ कस्तो हुन्छ भन्दा जेन्युनली नै त्यो कन्टेन्टसँग रिलेट गर्ने मान्छेले नै तपाईँलाई फलो गर्न थाल्छ क्या बिस्तारै नभए त ट्रेन्डिङ अडियोमा त कसैले अडियो सेभ गर्नलाई पनि सेभ लाइक गर्छ कसैले हुन्छ नि म डान्स मन पऱ्यो एकछिन लाइक गरिदिउँ भन्छ तर बट एट द एन्ड अफ द डे फिल्टर इट के यो लाफिङ स्टेसन चाहिँ होइन ग्लेनरोयमा छ तपाईँलाई थाहा नै होला गुगल पनि गर्न सक्नुहुन्छ इफ यु आर लिभिङ इन मेलबोर्न पानी परेको दिनमा चाहिँ अलिकति सेफ चलाउनु पर्छ सब रुलहरू फलो गर्नुपर्छ गाइज अस्ट्रेलियामा त बाटो खाली भन्दैमा घर गयो भने फेरि बिल सर आउँछ दिनै पर्छ नत्र पुलिसहरू गन ल्याएर ढोकामा उभिएको हुन्छन् त्यही त हो नि साँझ बिहान भन्ने के नै पुरा इभिनिङ वाक पनि हानेर आउँछन् अब उसलाई खिच्न आएन मान्छे गइसक्यो यहाँ एउटा बच्चाले साइकल चलाइरहेको होइन यहाँ चाहिँ ग्राउन्डहरू पनि ठाउँमा हुन्छ है बिदाको दिन चाहिँ खेलेर आउँछन् सबजना यदि सनसाइनबाट आइराख्नु भएको छ भने चाहिँ टक्क लाएर यहाँनिर यो टर्निङमा चाहिँ राइट हान्नुपर्छ म्याप चाहिँ हान्नुलाई फेरि गाडी नजिक आएर यो चाहिँ एकदमै राम्रो छ सिट त आज के भएको छ हेर्नुहोस् है गाइस राति पनि आफैले नै चलाऊ मैले चला भयो नि ल नि त हाइट सानो मान्छेको यताउता भयो भन्नु राम्रो छ मान्छे रहेछ त बा रुल्स पनि फलो नगरेको कसले रुल्स फलो गरेको मान्छेले हजुर त परम पिता भइहाल्छ नि यसमै हेर्नु त हजुर कन्फ्युजन नै जान्छ क्या अरू बेला त गोरु जस्तै कराउँथ्यो ढ्याँ 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 क्यामेरामा त आवाज आउनुपर्छ त अलिकति ठुलो आवाज बोल्ने हो नि गुरु म गराउने होइन नि हजुर गराउने हो बेब यस्तै बोलिरह अरू बेला त कान फुट्ला जस्तो हुन्छ कान मेरो फुट्ला जस्तो हुन्छ जस्तो लाग्दैन होला है पटार 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 ओ माई गड हेरौँ है गाइस हेरौँ ओ कोबक जाने भए चाहिँ यहाँबाट राइट लाग्ने नत्र भने स्ट्रेट लाग्ने तर हामी बसिसक्यो जस्तो लाग्यो राइटको ठाउँमा त्यस्तो त नहुनु पर्ने यस सो हामी चाहिँ स्ट्रेट लाग्नेछौँ अब ग्लेनरोय जाने भयो भने चाहिँ यहाँदेखि स्ट्रेट लाग्ने हो गाइस यो चाहिँ सनसाइनबाट आउने मान्छेहरूलाई त्यो साइडबाट आउने मान्छेहरूलाई गुगल म्याप त होला तै पनि यसो भनिदिइराखेको ट्याक्क ट्याक्क याद गर्नुपर्ने ठाउँ चाहिँ त्यही दुईवटा मात्र हो एउटा यो एउटा पछाडिको बसेको ठ्याक्क लाएर म त ठोक्दिउँ लाग्छ यार
शान्त स्वभावको मान्छेलाई शान्त हुन देऊ बालिके, शान्त हुन देऊ। मेरो 5-6 वर्षको तपस्या भङ्ग नगराऊ, भङ्ग नगराऊ। जय श्री राम। त्यो एक्सिडेन्ट भएदेखि त यो गाडीहरू सब नजिक 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 आयो कि हानिन्छ कि क्या लागिहाल्छ। थापे मात्र हान्ने हो नि त, मुकुस त हान भनेपछि मात्र हान्ने। के रे आफ्नै पारामा हिँडे पनि हान्छ है यो ठाउँमा चाहिँ। कोही त पागल जसरी चलाउँछ यहाँ। नेपालको जस्तो छ हुँदैन है। त्यो नेपालमा त्यो कोटेश्वर र पेप्सी खोलाको त्यो बाटो म त लात्ताले हान्दै बाइकहरू साइड लाउँदै अगाडि जान्थ्यो। म त साइड लाग भन्दै जान्थेँ। देखिएछ लात्ताले है लात्ताले। म त इमेजिन गर्दैछु कि हजुर बाइक चलाएको अनि लात्ताले किन्थ्यो। हिँडेको त गेम भन्दा कम हुँदैन। एक दिन तिमीले मलाई त्यहाँ भेट्न बोलाएको थियौ नि, त्यतिखेर बाटोमा आइरहेको थियो होइन, त्यो पेप्सी खोलाको बाटो पुरा जामै जाम थियो। म चाहिँ माथि मान्छे फुटपाथबाट चलाइरहेको थिएँ कि भन्छ त्यो। अनि एउटा जड्या पनि त्यहीँबाट हिँडिरहेको रहेछ, मलाई पुरा वाङ्ग हेलमेटमा हानिरहेको क्या। म पनि ओर्लेर सालेलाई उडीकी हानेको भङ्रङ्गै गिर्यो। त कसको एरियामा छस् थाहा छ भनेर भने, तेरो बाउको एरियामा छु भनेर भने। हजुरलाई थाहा छ मेरो भाइको पनि त्यसरी नै बिचरा स्टपमा रोकेको रहेछ एउटा के अरे गाडीले चाहिँ औँलाको माथिबाटै चढाएर हिँड्दैछ। अनि आशुतोषको चाहिँ के भएको रे कोटेश्वरमा हो होला है कता हो जे होस् कोटेश्वर हो कि बानेश्वर यही एरियामा चाहिँ उसले चाहिँ बाइक चाहिँ अब रेड लाइट भएको ठाउँमा रोकिरहेको थियो अरे, आई थिङ्क रोकिरहेको थियो अरे साइडबाट। अनि एउटाले चलाइदियो अरे खुट्टामा। त्यस्तो हुने ठाउँको हो त हौ नेपाल, हो नेपाल। कति माथि हुन्छ, 5 तल माथि हो कि 10 तल माथि हो? सेफ्टीको कुरा गर्ने मान्छेले बेसेफ्टी त चलाउनु भएन नि त। आज पेट्रोलको रेट कति रहेछ? आजको पेट्रोलको रेट 219 सेन्ट भनेपछि ओके सस्तो भएछ। 2.20 रहेछ। अनि हाम्रो किरण भाइले हाल्ने चाहिँ डिजल हो 309.9 छ। होइन होला यसरी चलाएको त लौ न। ओहो प्लिज प्लिज नजिकै आउन लाग्यो। कस्तो लागिरहेछ हजुरलाई? रेटै हो जस्तो लाग्छ। Finally arrived after 30 minutes of drive, guys. Someone has a bone. Wait, रातो बोलिरहेको छ। यस्तै हो कि कतिखेर ग्रिन हुन्छ कतिखेर रेड हुन्छ। त्यस्तो बेला अगाडिबाट आइरहेको हुन्छ है। ओल्ची नम्बर 1 एक नम्बरको ओल्ची नम्बर। यहाँ एउटा राम्रो कुरा चाहिँ के छ भने यहाँ कोल्स पनि छ अनि कोल्स पनि टक्क जानु मिल्यो। अब अरू यहाँतिर देखाउ न, मेरो खाप्चो मात्र नदेखाउ। यहाँ राम्रो कुरा चाहिँ के छ भने अब यहाँ लाफिङ स्टेसन छ, त्यसपछि बिग बजार छ अनि यता साइडमा कोल्स पनि छ होइन। त्यो केमिस्ट पनि रहेछ क्या हो। ओइ जानु थियो कोल्स। ए हिँड्दैन है म त्यत्रो ठाउँ हुँदा हुँदै वहाँ गाउँमा पुरा छ। पर्फेक्ट चाहिने हाम्रो चाहिँ राजा साहबलाई एकदमै पर्फेक्ट। चाहिँ गइरह यतै हो गाइस। यसले छिरिसक्यो। जाऊ म आउँछु अहिले। के अर्डर गरेँ थाहा छैन। One laughing aluminki. This is sausage and yakala. Thank you. थ्याङ्क यू। मोमो र लस्सी आउनु बाँकी छ।
हाम्रो सुरु भइसकेको छ यहाँ फर्स्ट मैले चाहिँ सुरु गरेँ यहाँ लाफिङदेखि सुरु गरिरहेको छु होइन दामीसँग ल्याइदिनु भएको छ यहाँ दाइले एउटा अझै लस्सी बाँकी छ क्यारे खास गरी त्यहीँ गएर ल्याउने हो क्या हामी भिडियो बनाइरहेको थियो त्यही भएर दाइले चाहिँ ल्याइदिनु भयो हामी पुरा दुईवटा क्यामेरा राखेर बनाइरहन् औडा फिल भइरह तपाईँहरूको लागि मात्र लिनु खानु म चाहिँ फेरि फुड ब्लगर जस्तै गर्न थाल्छु होइन साँच्चै हो म चाहिँ खाएँ एउटा मात्र हो अर्को दिन जानुपर्छ म पनि खाइदिउँ ल यो चाहिँ मैले फर्स्टचोटि ट्राई गरेको है के हो यो आलु निम्की रे एलिजाले फर्स्ट टाइम टेस्ट गरेको अरे काँडाले कहाँ हो म फुडवाला बनाउनमा चाहिँ यही प्रब्लम हुन्छ क्या अरू मान्छे डिस्टर्ब हुन्छन् कि भनेर डर लाग्छ अब यसो घुम्न गइरहेको छ खाइरहेको छ अनि त्यही भएर यसो बनाइदिउँ न भनेर होइन गर्ने नै त्यही हो ग्रोथ पनि त्यसरी नै हुने हो क्या लाइक आफूलाई लाग्दाखेरि चाहिँ कस्तो लाग्छ भन्दा लाइक मेरो के नै इन्ट्रेस्टिङ छ लाइक वाट पिपल विल वाच जस्तो लाग्छ बट तर कस्तो हुन्छ भन्दाखेरि गर्दै कन्सिस्टेन्टली गर्दै गइसकेपछि मान्छेहरूले पनि लाइक दे गेट इन्ट्रेस्टेड विथ टाइम क्या अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ अडियन्स बिल्ड गर्दा के हुँदो रहेछ भन्दाखेरि तपाईँको कन्टेन्टले कतिको इम्प्याक्ट पार्छ त तपाईँको कन्टेन्टमा चाहिँ वर्थ वाचिङ के छ त वाट दे क्यान लर्न वाट दे क्यान रिलेट फ्रम यो कन्टेन्ट भन्ने कुराले चाहिँ इम्पोर्टेन्ट पार्ट खेल्दो रहेछ क्या ग्रोथ हुनको लागि के लर्न गर्ने खालको कन्टेन्ट चाहिँ डे टु डे गर्नुभयो भने कन्सिस्टेन्ट रूपमा चाहिँ एकैचोटि मिलियन्स अथवा 100,000 भ्युज आउनुभन्दा 5,000 10,000 5,000 10,000 गरेर तपाईँको कन्टेन्टले ल्याएको अडियन्स चाहिँ जेन्युन अडियन्स हुन्छ क्या दे विल बी लोयल अडियन्स क्या किनकि तपाईँले गरेको कन्टेन्ट चाहिँ कस्तो हुन्छ भन्दा जेन्युनली नै त्यो कन्टेन्टसँग रिलेट गर्ने मान्छेले नै तपाईँलाई फलो गर्न थाल्छ क्या बिस्तारै नभए त ट्रेन्डिङ अडियोमा त कसैले अडियो सेभ गर्नलाई पनि सेभ लाइक गर्छ कसैले हुन्छ नि म डान्स मन पऱ्यो एकछिन लाइक गरिदिउँ भन्छ तर बट एट द इन्ड अफ द डे फिल्टर इट क्या एउटा कन्टेन्टले मन पऱ्यो फलो गर्यो अनि तपाईँको कन्टिन्युसली त्यो कन्टेन्टमा कन्सिस्टेन्सी भएन भने चाहिँ इभेन्चुअली के आइरह्यो भनेर अनफलो गरिदिन्छ क्या तर एउटा कन्सिस्टेन्ट रूपमा चाहिँ इम्प्याक्टफुल मिनिङफुल र रिलेटेबल अडियन्ससँग रिलेट हुने खाले कन्टेन्ट तपाईँले हाल्दै जानुभयो भने इभेन्चुअली स्लो एन्ड स्टडी विन्स द रेस भने जस्तो तपाईँको फलोवर्सहरू चाहिँ ग्रोथ हुन्छ मिडिया प्लेटफर्म ग्रोथ हुन्छ पर्सनल ब्रान्डिङ राम्रो हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ हामी रिलेटेबलै गराउनु कोसिस गर्दैछौँ कि लाइक डे टु डेमा कस्तो भइरहेछ कसैको टेन्सन कसैको पीडा whatever it is होइन अलि रियालिटी बेस नै गरिरहेछौँ हामी चाहिँ गर्ने नै त्यही हो लाइक त्यही नै मन परिरहेछौँ जति अर्ग्यानिक भयो त्यति राम्रो हुन्छ कि जति अर्ग्यानिक हुन्छ नि कन्टेन्टहरू चाहिँ जति अर्ग्यानिक तपाईँले धेरै हाइफाई गरेर एकदमै हुन्छ नि फेन्सी बनाउन खोज्यो भने पिपल विल हार्डली रिलेट त्यो भएको भएर जे हो त्यहीलाई नै तपाईँले गर्नुभयो भने पिपल विल इभेन्चुअली तपाईँको कन्टेन्टमा मिनिङ भेटाउँछ मान्छेहरूले जसले रिलेट गर्न सक्छ एन्ड देन यु विल गेट अ गुड फलोवर्स गुड अडियन्स इभेन्चुअली अल अबाउट कन्सिस्टेन्सी अनि जे कुरा गरे पनि
चित्तदत्त भएर दिन पऱ्यो क्या गरुन्जेल चाहिँ अनि त्यो गऱ्यो भने बिस्तारै ग्रो हुन्छ हुँदैछ गर्दैछ भनेर लाइक टेक इट इजी गऱ्यो भने त केही कुनै सेक्टरमा पनि ग्रो हुँदैन इफ अब क्यामेरा ह्यान्डल गर्न चाहनुहुन्छ इन्ट्रेस्ट छ भने डु इट प्रपरली होइन आज पनि मलाई चाहिँ मोबाइलबाट खिच्न त सजिलो हुन्छ तर आज नि मलाई क्यामेरा चलाउन चाहिँ लाज लाज लागिरहेको थियो लाज लाग्छ नि त अब सबैजना आइरहेको अनि म क्यामेरा बोकेर तर लेस डुइट हुन्छ नि भनेर पुस गरेको आफूलाई हुन्छ अल द बेस्ट थ्याङ्क यू सो मच कन्टेन्टै भइगयो त आज ल गाइस अब चाहिँ हामी जाँदैछौँ घरतर्फ कस्तो लाग्यो त हजुरलाई रमाइलो भयो गफगाफ भयो होइन अब घरतिर निस्किनु पर्यो ओके गाइस सी यु इन नेक्स्ट ब्लग होइन त